हामी चितवन जान लाग्यो बाटोमा चाहिँ भेट्यो भनेको बल्ल बल्ल बाटो भेट्यो अहिले हामी नेपालको कोशी ब्यारेकमा रहेको छौँ लाग्दिएको ल गाइस अब हामी चितवन जान लाग्छौँ अब त हामी चितवन जान लाग्यो है हेलो गरिदियो न यार के साह्रो यता हेर न इधर हेर हामी जान लाग्यो अब बसाएको हो आउनु बस्छ अब हामी जान अब जानुपर्छ हामी चितवन लाग्यो बेस गाइजहरू अहिले हामी इटरीको चोकमै छौँ हामी चाहिँ यता साथीहरूसँग यता अहिले हामी नेपालको कोशी ब्यारेकमा रहेको छौँ कहाँ कोशी ब्यारेक है यो यता पनि है अक्सफोर्ड कलेज रहेको रहेछ चितवनको अक्सफोर्ड कलेज दिउँसो 2 बजे जाने जग्गा सफारी गर्ने अनि बेलुका रमाइलो हुन्छ खाउडा सोधे हेर्ने सिरा सप्तरी सौरा हो मैले सौरा चाहिँ देखिरहेको ओके गाइस अब हामी जाँदैछौँ चितवनको भरतपुरमा अब उतै गएर भेट्छौँ नारायण नदी है अहिले हामी चाहिँ 3 जना छौँ नारायण नदीको बुद्ध यो चाहिँ हामी बसेको होटलदेखिको यस्तो देखिन्छ यताको भ्यू त्यो परको चाहिँ नारायण नदी अनि यता यही होटलको रहेछ पार्टी प्यालेसहरू यस्तो रहेको छ यस्तो औला कालिका अस्पताल प्रालीमा रहेको छौँ यहाँ चाहिँ भित्रबाट यस्तो रहेको छ हामी चाहिँ अहिले यस्तो घुम्न आएका थियौँ भित्रबाट यस्तो रहेको छ यता यो चाहिँ अस्पताल हो जिल्ला ट्राफिक प्रहरी कार्यालय रहेको छ हामी चाहिँ अवलोकन सुरु भइरहेको छ हाम्रो यो 3 दिने अधिवेशन चितवनको भरतपुरमा रहेको थियो आजदेखि 3 दिने अधिवेशन समाप्त भएको छ अब हामी जाँदैछौँ घर ओके हेलाजी हाई हेलाजी अरे हेलाजी हाई हाई ओके ल बाई चितवन यो इटरीबाट शङ्कुसभा लाग्दिएको ल चैनपुरतिर सरहरू हुनुहुन्छ यता दिदीहरू
सक्दैन नि फेरि होइन शेर्पाको त ल जाऊँ ल मलाई नै राम्रो अहिले नमस्ते झन्डाको छेउमा आइपुगेको छ के गर्नु होइन यो त होइन यहाँ माथि छ हेलो गाइस हामी अहिले त मर खोलामा छौँ खोला होइन यो नदी पनि यो नदी यो टमाटर चाहिँ मेरो टाउकोमा छुन्डाएर के उडायो बढ्यो साकेछ र जिन्दगीको भरोसा के छ जनको त्यो एक्लो बार दिने छैन मरि गए बिरामी देऊ न तिमी नै बनकुटाको जङ्गल हो हेलो गाइस हामी चाहिँ पाखरी बस्दै लागिसकेको छौँ जैनपुरसम्मको यात्रा हो हाम्रो सबैजना आज अङ्कल हामीले धेरैचोटि चाहिँ ओह्रालोलाई अब दुःख दिइसक्यौँ अङ्कल एकदम ठन्डी हुनुहुँदैछ तर रिसाउनु छैन यता हाम्रो आमा पनि हुनुहुन्छ यता आमा हुनुहुन्छ यता यता ब्रदर हुनुहुन्छ दाजु यता एउटा ब्रदर हुनुहुन्छ यता अर्को ब्रदर यता सिस्टर उल्टो लाग्छ उल्टो उल्टो यतिकै देशप्रेमी हो कि के गीत हौ छ्या हेलो गाइस हामी फाइनली चितवन घुमेर शङ्खसभा चैनपुर आइसकेको छौँ हामी एकदमै रमाइलो गरेर घुम्दै साथीहरूसँग घुम्दै फिर्दै आइपुगेको छौँ एकदम चितवन पनि राम्रो लाग्यो हस् त भन्दै आजलाई यति नै हस् धन्यवाद। Okay, thank you guys.